Hello, after blowing my account, I'm back with my same energy. कतिवटा एकाउन्ट गइसकिसक्यो मलाई फरकै पर्दैन। अन्त यो चाहिँ मेरो काम गर्ने ठाउँ। मान्छेहरूले भन्छ टाइमै छैन। म यो एरियामा लगभग 10 घन्टा 10 होइन 11 घन्टा काम गर्छु। 11 कोही बेला 12 घन्टा पनि हुन्छ। 12 घन्टा प्लस ट्रेडिङ गर्नुको लागि पनि टाइम निकाल्छु, ब्याक टेस्टिङ गर्नुको लागि पनि टाइम निकाल्छु, फ्यामिलीसँग बात गर्नुको लागि पनि टाइम निकाल्छु, गर्लफ्रेन्डसँग बात गर्नुको लागि पनि टाइम निकाल्छु, प्लस कति गिनेको चुनेको मेरो प्रिय मित्रहरू छ उनीहरूसँग बात गर्नुको लागि पनि टाइम निकाल्छु, प्लस गेम खेल्नु पनि टाइम निकाल्छु। र त आफूबाट छ रहेछ सबै चिज। स्पेसली यो भिडियो चाहिँ मैले किन बनाएको भने अबको 5-6 महिना बाद मेरो थट कस्तो हुन्छ, थटमा के चेन्जेस आउँछ र के परिवर्तन गर्नुपर्ने हो, के चाहिँ त्यसको लागि बनाएको, खुदको लागि। अन्त मेरो चाहिँ माइन्डसेट चाहिँ के कस्तो छ भने चाहिँ मैले चाहिँ सानो हुन्छ प्रायः जस्तो छोरा मान्छेहरूले सानैदेखि गरिबी देखेको हुन्छ। अनि उनीहरूले अब रिक्स लिनु चाहिँ म चाहिँ डराउँदिनँ। भएकै कुरा रिक्स लिनु चाहिँ म चाहिँ डराउँदिनँ। म कतिवटा एकाउन्टहरू ब्लो गरिसकेको छ। अहिले कतिवटा एकाउन्टहरू अब त्यस्तो त कति गयो कति डिपोजिट गरेँ, एकै दिनमा एकाउन्टै खाली भएको छ। त्यस्तो पर्खिरहनु पनि पर्दैन, हप्ता दिनसम्म टिक्नु पाइनँ। एकै दिनमा पनि एकाउन्टहरू ब्लो भएको छ। अनि त्यही कुराहरू मैले कसैलाई सुनायो भने उनीहरूले के भन्छ, यत्रो पैसा हारिसकिस्, अब के खोज्नु चाहिँ गरिरहेको, अब छोड्दे, टाइम पनि वेस्ट भयो 3-4 साल। अन्त मेरो चाहिँ विचार कस्तो छ भने चाहिँ त्यो 3-4 साल मेरो लर्निङ प्रोसेस हो। पैसाहरू अब त्यो कति एकाउन्टहरू ब्लो भयो, त्यो पनि मेरो सिक्नुको लागि, केही सिक्नुको लागि। अहिलेसम्म मैले केही सिकेको त छु। खासै चाहिँ मेरो ठुलो सपना त केही पनि छैन। तर मेरो अब 2-3 जना 4-5 जना मेरो प्यारो मान्छेहरू छ। उनीहरूले जिन्दगीमा कस्तो लाइफ डिजर्भ गर्छ त्यो म दिलाउन चाहन्छु। अन्त अब रिस्कको बारेमा चाहिँ के कुरा गरौँ भने मेरो चाहिँ के छ भने भन्नु, म बचपन सानैदेखिको अब सबै प्रायः जस्तो छोरा मान्छेहरू कतिजना गाउँ बस्ती एरियाको मान्छेहरू सानोदेखि गरिबी देखेको हुन्छ। त्यसैले अब म बाहिर छु अहिले घरदेखि। तर अन्त प्रायः मान्छेको विचार चाहिँ के हुन्छ भने सेभिङ गर्नुहुन्छ प्रायः मान्छेको विचार चाहिँ। अब मेरो विचार चाहिँ के छ भने चाहिँ अब सेभिङ 2 साल गरेर 3 साल गरेर कति चाहिँ गर्नु सक्छौ, त्यो केही न केही काममा आउँछ, त्यो खर्च भएर सक्छ। बास जिन्दगी लाइफ कस्तो हुन्छ, लाइफ सेम ठाउँमा आउँछ। तिमी जुन ठाउँबाट निस्केको छौ त्यही ठाउँमा आइपुग्छ। मेरो चाहिँ विचार के छ भने ठुलो गर, बरु त्यो जति पनि त्यो सेभिङ गर्ने पैसाहरू छ त्यो केही चिजमा इन्भेस्ट गर, केही नयाँ चिज सिक्नुमा। बादमा त्यहाँबाट भएपछि तिम्रो लाइफ चेन्ज हुन्छ, मेरो लाइफै चेन्ज हुन्छ। त्यो हो मेरो माइन्डसेट चाहिँ। त्यसैले चाहिँ म हुन त अहिलेसम्म सेभिङ पनि छैन। जति पनि गरिरहेको छु त्यही उयसको ट्रेडिङमै गरिरहेको छु। जुन चाहिँ मैले सोचेको चिज छ त्यो ट्रेडिङले मात्रै मलाई दिनुसक्छ भन्ने चाहिँ मेरो माइन्डसेट छ। त्यही हो, हेर्दै जाउँ होइन, हुन्छ भने मलाई पनि त्यो विश्वास छ। तर कहिले हुन्छ त्यो चाहिँ ग्यारेन्टी छैन, तर हुनु चाहिँ हुन्छ। धन्यवाद।